दाइ के हो के हो अनि दिउँसै ज्याप हो अनि दुखी देखिनुहुन्छ त के हो मेरो बलात्कार भएको छ बलात्कार भयो हैन होला यार साच्चै हो क्या को हो त्यो बलात्कार गर्ने त्यो भन्न मिल्दैन के को हो त्यो अपराधी भन्नु न साकार आर यु किडिङ मी फकर हावा कुरा गर्नुहुन्छ साकार दिन हजुर बलात्कार गर्यो भन्ने के छ प्रमाण पेटलाई यसलाई यस्तो नचाहिने कुरा नगर्नुस् धेरै बियर खाएर लागेको हो त्यो पेट होइन के त्यस्तो होइन के किन हैन रक्सी त खानुहुन्छ नि हैन अब खाइरा हुन्छु म त जडिया हो कति खानुहुन्छ दिनमा एक ग्यालन ल्याएर राखे दे माछ कि मैले अनि एक दिनमा एक ग्यालन खाएपछि पेट लाग्दैन त कुन दिन मर गयो म दारु हानिरा हुन्छु तेरो बाउले खाने रक्सी मेरो बाउले बेच्छ माछ मतलब छैन त अनि तेरो बाउ मरिसाकै छैन बरु र्याप सुना र्याप तै हात मेरो करोडौंको व्यापार छ डलरले रन्डीको बात जम्मा $100 1 करोडको लोन माग्नु भयो भने पनि दिनुहुन्छ मजाले जेला गएर माग त ल करोडको लोन त्यसको हावा त्यही फुस्किन्छ कि फुस्किदैन के भनेको त्यही त के भनेको मिलिनियर हो म भनेको मिलिनियर हो तसँग कति पैसा छ खल्तीमा भन् त मलाई मसँग यति धेरै पैसा छ तसँग करोड रुपैयाँ छ मसँग करोड भन्दा माथि छ गफ न ओइ सिरियसली ब्रो ब्रो बिग्रियो हेर्न बाउ हेर त ब्रो बिग्रियो म त बिग्रियो आर यु किडिङ मी फकर अनि पैसा छ भन्ने त्यसले फाल्दै हिँड्ने हो त दाइ यार त्यो पैसा कमाउनलाई कति दुःख गर्नु भयो होला दुःख गरेर आँसु बगाएर कमाएको त्यही त दुःख गरेर स्टेजमा ढुङ्गा खाइ खाइ कमाएको पैसा पो हो त बिल्ला न हैन कुन चाहिँ पागलले ढुङ्गा त हाने हो नि हजुरलाई कुन चाहिँ हाने नि मलाई हो के समस्या पुलिस चौकी भित्र गर्छु दारु खाँदै मस्ती पुलिस चौकी भित्र गर्छु दारु खाँदै मस्ती भन्न पाइन्छ थग हो भाइ बाल छैन पुलिसलाई डिसरेस्पेक्ट गर्ने होइन पुलिसलाई खुकुरी हान्दिन्छु रक्सीको बात र्यापमा म खतरा हो किशन भाइ त नेपालको बाटो बिगार्न खोज्ने हैन होइन के त्यस्तो होइन के देशभक्ति गीत गाइदिनुस् त मेरो देश मलाई लाग्छ प्यारो छोड्ने नेपाल सब जना केटाहरु नेपाल छोड्दे नेपाल मेरो मा हो चाहिदैन नेपाल रन्डो बा नामलाई तर मेरो देशको नबेच्नु होला है नेपाल इन्डियालाई बेचेर आइछौ म हेरे भने नि तिमीलाई जे गरिदिन्छु नि के गर्छस् बुझि हालौ म के गर्छु तिमीलाई के गर्छस् मुजी के गर्छस् जहाँ भेटे भने नि तिमीलाई गोली हान्दिन्छु ओइ सिरियसली ब्रो हो म गोली हान्दिन्छु तिमीलाई हेर त ब्रो उता जा भाइ भाइ मलाई नभन्नु होला तँलाई रन्डो छोरा पनि भनिदिन्छु के त खाते मुजी सिग्नी रियल ग्याङ्स्टर हो हामी त के होस् रे सिग्नी रियल ग्याङ्स्टर त खाते मुजी त रन्डो छोरा को होस् म को हुँ त्यो कुरा बिस्रिस त रन्डो छोरा को होस् म डन हो नेपालको डन हैन होला यार हो तिमीलाई धेरै म खोजिरहेको छु भाइ आइज समाज म्याच नि मलाई कहाँ छ रे त खाते मुजी स्किन डिप ट्याटुजमा छु मेरो केटाहरुसँग खै कहाँ छन् हजुरको केटाहरु देखाउनु त यहाँ हेड केटाहरु खै त कोही पनि छैन नि त हजुरको ग्याङै छैन रहेछ अझ आफूले आफूलाई ग्याङ्स्टर भन्नुहुन्छ हामी छ ग्याङ्स्टर हजुर भन्दा त बरु यिनीहरू नै देखिन्छन् ग्याङ्स्टर रियल ग्याङ्स्टरहरुलाई हेर अब रन्डीको बात ग्याङ्स्टर मात्र भनेको त र्यापर पनि हो क्या के भयो को हो तिमीहरू त्यसो भए र्याप त खतरै हान्छ होला खै सुनौँ त पूरा मूड खराब कर दिया तुम्हारी माँ का भोसड़ा घरमा बाउले मार हान्न राखेको हतियार उजाउन भन्दा पहिला र्याप भन्न सिक्नु पर्यो के हो यस्तो र्याप र्याप भनेको यस्तो हुनुपर्छ र्याप हान्छ जे पाइदिए अनि डिस फेरि कसलाई हानेर चाहिँ हेर्नु त आठ त तैले गरेकै होस् माने त तेरो गर्दनबाट टाटो रगत झर्ला जस्तो छ गाड न फुला मार चोद देंगे तुम्हारी भोसड़ी के र्यापमा आफ्नो बाउको लेभलको मान्छेलाई डिस हानिरहेछ यस्तो मान्छेलाई अब आटिलो भन्ने कि लाज बचेको भन्ने 36 हातको खुडा भेट्ला कति हातको 36 हातको मान्छे छ 35 हातको पहिला खडा कन्ट्रोल गर्न सिक्नु पर्यो ओए बिस्तारै राज भाइ सामान निकाल अर्को को हो फेरि कुकुरी देखाउने यो पनि र्यापरै हुनुपर्छ र्याप मात्र हान्ने चाहिँ ब्याच की बुझ हो त रहेछ नि स्टेजमा गएर यस्तो र्याप हान्यो भने तिमीलाई चाहिँ हान्छन् अडियन्सले ब्याच की बुझ होस गर त्यस्तो काटेला कुकुरी हान्ने चाहिँ कुकुरी भन्दा दुब्लो छौ तिमी यार पहिला खानु पर्यो तन्न कुकुरी उचाल्ने गाह्रो भएर होला बिचरा यार को आयो फेरि म बिग्रिएको गाउँको केटा के हो नि कपाल त भिटिँदैको जस्तो छ त र्यापर हो हाम्रो ग्याङ 5-1000 सज जाने गयो चितपुर नि सिमरा बजार त्यहाँ गएपछि भइहाल्छ मार म्युजिक भिडियोमा के हो पुरा ग्याङ्स्टर भएको छ त तेरीका डर लाग्दो रहेछ त मान्छे खतम म मान्छे खात्रा अनि यस्तो जेपाइते र्याप हानेर के हुन्छ के बिल्ला खारेस त नि के खान यो र्याप हानेर यस्तो जेपाइते तर खात्रा आउँछ टिकटक अनि युट्युबमा भ्यू के चाहिँ हो फेरि यस्तो र्यापमा पनि 5 मिलियन भ्युज पुगिसकेको रहेछ र्याप हान्छ गेरा जस्तो के भएको त्यही माथि 20,000 जनाले लाइक पनि हानेछन् कस्तो मन पराएको होला नि त यो र्याप कौन है ये लोग राजधानी
नि हलाउँछ वाइडीको फ्यानले तिमीहरूको र्याप एकदम कच्चा हामीलाई सुन्दा लाग्छ एकदमै लत र्यापमा त हान्दै बस्छु म जहिले फर्स्टको राइम बुझिस् नि तैले खत्रै मधेसीको राइमहरु मिलाए जस्तो कोले बुझ्दैन यस्तो राइमहरु आयो खायो पायो लायो यस्तो राइम्सहरु मजै आउँदैन आफुलाई तैले खतरा चाहन्छ र्यापमा म खतरा हो काटेला कुकुरी हानिछु सबजना पुरै जङ्गेर मात्र गर्छ र्यापमा मुजीलाई रुखमा अगाडि आइजन मात्र त्यस्तो र्यापरहरु माच्ने यस्तो हान्छ नि मुजीहरु सबलाई गल पुरा गर्न दिनुस् न बिचरा यार जहिले मैले अत त बता मलाई त थाहा छैन के पनि आफ्नै त पारामा बेच्न हुँदैन त्यही पनि हैन गइसक्यो मुजी के भन्नु त र्याप यस्तो त हुन्छ नि हैन र नयाँ चाहियो नयाँ नयाँ भन्नाले कस्तो यस्तो मुझे वेस्ट डे अघि जान्छ मुझे जो दौडी रास उससे सुपारी निकाल के बात कर रहे अरे का लाउडा फस गया मुंह में अरु तिमीले सुनमा सुगन्ध थप्ने हो तर लिरिक्सै गजियो भने सुन्न मजा आउँदैन के नयाँ नेपाली र्यापरहरु सबलाई मेसेज नयाँ हान्न ल हजुरले हान्नु त नयाँ कस्तो हान्नु हुँदो रहेछ जेपाइते र्याप जेपाइते र्याप हैन त उहाँले गीत पनि गाउनु हुन्छ एउटा गीत गाइदिनुस् त स्वर पनि मेरो गेडा जस्तो हाँस हेर्न राडीको छ र नरिसाउनु न हुनु पनि स्वर हजुरको राम्रो छ त सजन नाच भइदिए त हैन म त्यही पनि के फरक पर्छ र अझ ट्युनको इफेक्ट छ र छैन लाइफलाई रिल्याक्स पनि चाहिन्छ क्या एउटा भित्र मन भित्रबाट हार्ट टचिङ खालको साउन्ड चाहियो क्या मान्छे खतम मान्छे खात्रा लागिसक्यो भने म पहिल्यै जङ्गेको हैन आफै चाउ गर्न दिनु न 2017 मै मैले गरेको त्यही त हजुरले पनि काट्छु मार्छु भन्दै हार्डको र्याप त हाने हो नि तेरो ढाडमा तर्बा खुब कुरा गर्छस् नि खुकुरी हान्ने हैन न्यू खोज्ने लादा माछ हान्नु पर्यो नि माछकी भिजन भाइ साकारले पनि न्यू खोज्दै हुनुहुन्छ हान्दै हुन्छ साकारे बबाल न्यू खोज्दै थिए पेट दिन्थे मैले सोचेर बोल रटीको बात बोतल हान्छ टाउको तैले खोडा खान्छस् है तर चोले बने यो मुजी फोटेले मान्छे काट्छ हामीलाई पनि मान्छे काट्न आउँछ माछ बोल्ने हो थुत्न चलाउने माछ जिब्रो चलाउने मात्रै छ नि तेरो घाटी काट्न आउँछु आइज तेरो एड्रेस दे स्वयम्भूको मुजी भगवान पौचोकमा आइज माछ म आइरा छु आइज ब्रो आइज फेरि मसँग जुत्नै आउनु पर्छ नि फेरि आइज ब्रो आइज मारौ भ्यान्चो हेरौ है को आउँदो रहेछ माछ आइज माछ ए म few moments later खोइ त कोही छैन माछ अघि बोलाको हैन मुजी मैले चुतिया बनाया तुम हाँस्दो रहेछ हाँस्छस् माछ नि बोलाएपछि आइज माछ अब हेर्दैछ भिजन भाइ तेरो घरमा मेरो खुकुरी हान्ने केटाहरु आएर तलाई खुकुरी हान्छ कि हान्दैन सक्सेस त आउन मेरो छेउमा अब मेरो केटाहरु आउँछ माछ किने छिराइदिन्छु रनको छोरा आइज घोडा लिएर आउँछ रनको बात ये के खुकुरी जिक मुजीला पाछु म ठीक गएर घोडा हान आइज मुजीको टाउको फुटाउँछु मार दे हान भाइ हान खुकुरी हान खुकुरी हान्न आएर मार्दिन्छ किन तेरो के काम र तलाई बास्न दिने हामीले भन्छ मार दे भिटेनलाई मार दे छोड्नु न दाइ माछिङ सरी भन्या सरी त्यसको लागि सरी भन्यो यसले त्यो डराको देखि